यहाँहरू सम्पूर्णलाई स्वागत छ, नमस्कार छ। शिक्षक अहिले आन्दोलनमा छौँ। शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरू सबै आन्दोलनमा छौँ। आन्दोलन गर्नु, आन्दोलित हुनु रहर होइन, बाध्यता भएको छ। शिक्षा क्षेत्रलाई सरकारी स्तरबाट नै अपैलेन विभेद गर्नु एकदमै राम्रो होइन। यतिका दिन आन्दोलन हुँदा पनि सरकारले कानमा तेल हालेर बस्नु कतिको न्याय सक्दो। शिक्षकहरूको माग भनेको शिक्षा अनि मार्फत शिक्षा क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनु पर्ने हो। प्रधानमन्त्री जस्तो व्यक्तिले ठट्टामा उडाउनु सो भने दिँदैन। राज्य शिक्षकहरूको मागप्रति गम्भीर हुन आवश्यक छ। राज्यले शिक्षा क्षेत्रलाई विभेद गर्नु एकदमै राम्रो होइन। शिक्षा क्षेत्रको सुधार आउनको लागि सोच धारणा परिवर्तन हुन आवश्यक छ। शिक्षा क्षेत्र सम्मानित उच्च बौद्धिक क्षेत्रको रूपमा राज्यले स्वीकार गर्न आवश्यक छ। शिक्षकहरू राजनैतिक पार्टीको तन्त्रमा बाँधिनु हुँदैन। यो क्षेत्रलाई मर्यादित बनाउनु शिक्षक स्वयं पनि मर्यादाभित्र रहनु उत्तिकै आवश्यक छ। शिक्षकहरूलाई अपमानित शब्द प्रयोग गरेर समाजमा आफ्नो शान बढाउने बुजुर्गहरू पनि कमी छैन। अब जुन धरातलबाट आएको आफ्नो धरातललाई नै बिर्सने मान्छेहरू कमी पनि छैन। आजका शिक्षकहरू सुविधा मात्र खोजेको होइनन्, सम्मानपूर्ण व्यवहार पनि चाहिएको छ। शिक्षकहरूलाई सार्वजनिक क्षेत्रमा गाली गुलज गर्न नपाइने नियम लागू हुन आवश्यक छ। कतिपय अभिभावकहरू पनि विद्यार्थीहरूको अगाडि धम्कीको भाषा प्रयोग गरेको देखिन्छ। यस्ता क्रियाकलापले शिक्षकहरू आफ्नो पेसाप्रति वितृष्णा पैदा हुन्छ। विद्यार्थीहरू शिक्षकप्रति आदर सम्मान घटेर जान्छ। शिक्षकहरू केही होइन रहेछ भन्ने विचार उत्पन्न हुन्छ, जसले गर्दा उशृङ्खल बढाउँदै पुग्छ। विद्यालयको अनुशासन नियम पनि कमी हुने गर्छ। यसरी विद्यालयको वातावरण बिग्रिने गर्छ। विद्यालयको शिक्षाको गुणस्तर राम्रो हुनको लागि शिक्षकको मनोबल पनि एकदमै उच्च राम्रो हुन आवश्यक छ। तर हरेक क्षेत्रबाट शिक्षकहरूको मनोबलमाथि प्रहार गरेर कमजोर बनाउने काम हुन्छ, यो एकदमै राम्रो होइन। सबैले बुझ्नु आवश्यक छ, शिक्षक भनेको अन्धकार हटाउने बिजुली बत्ती हो। बत्तीलाई धमिलो बनाएर राम्रो प्रकाश दिन सक्दैन। धमिल्याउने काम कसैले गर्न हुँदैन। शिक्षा क्षेत्र सबल सक्षम बनाउन सकारात्मक सोचको खाँचो छ। अबको नयाँ पिँढीहरूले पहिलो दर्जा शिक्षा क्षेत्र हुनको लागि राज्यले यसप्रति पहल गर्नुपर्ने देखिन्छ। हामी यस क्षेत्रलाई भएका शिक्षकहरू बेकारमा यस क्षेत्रमा लागेछ भन्ने भावना हटेर जानुपर्छ। भनिन्छ शिक्षा भनेको प्रोत्साहनका भोका हुन्छ, तर त्यसो हुँदैन। प्रोत्साहन उल्टो हुने गर्छ। शिक्षकलाई जस पनि चाहिन्छ, जति राम्रो गर्नु खोजे पनि जस नदिएपछि मन मरेर जान्छ। विद्यार्थीलाई ज्ञान बाँड्नको लागि ऊर्जाको खाँचो हुन्छ। उत्साहपूर्ण पठन पाठन गर्न आवश्यक हुन्छ, अनि मात्र शिक्षा प्रभावकारी हुन्छ। हतोत्साहित गरेको शिक्षकले कसरी ऊर्जनशील शिक्षा प्रदान गर्न सक्छ? सबै पक्षले मनन गर्नु अति आवश्यक छ। राज्यले शिक्षा क्षेत्रलाई विभेद गर्नु एकदमै गलत हो। तबसम्म शिक्षा क्षेत्रलाई माथि उठाउन हरेक तबकाबाट सकारात्मक सोच गरिँदैन, उच्च सम्मानका साथ व्यवहार लागू गरिँदैन, तबसम्म शिक्षा क्षेत्रको जुन रोग हो हटाउनु गाह्रो हुन्छ। विद्यमान समस्यालाई निराकरण गर्न शिक्षा क्षेत्रले पहिलो दर्जामा राखेर राज्यले व्यवहार गर्नुपर्छ। शिक्षक भनेको शिक्षा पढ्ने अथवा मूल एउटा स्रोत हो, मुहान हो। स्वस्फूर्त रूपमा शिक्षकहरू आफ्नो पेसामा कार्यमा उच्च मनोबलका साथ वातावरण सिर्जना गर्नुपर्ने हुन्छ, लाग्नुपर्ने हुन्छ। यसरी लोकतान्त्रिक गणतन्त्र मुलुकमा तानाशाही व्यवहार गरेर हुँदैन। त्यसको लागि लोकतान्त्रिक व्यवहार हुनुपर्छ। शिक्षा क्षेत्रलाई राम्रो गर्नको लागि सबै क्षेत्रबाट सकारात्मक धारणा आउन आवश्यक छ, र अनि मात्र हाम्रो देश एउटा राम्रो प्रगतितर्फ उन्नत हुन्छ। जहाँ शिक्षालाई पहिलो प्राथमिकता राखिदिन त्यो देश कहिले पनि अगाडि बढ्न सक्दैन। हस्, धन्यवाद।